एकजना किसानले मरेको सुँगुरलाई एउटा सुखा इनारमा फालिदिए। केही बेरमै खानाको लोभमा 70-80 वटा मुसा इनारभित्र हाम फाले। खुसी हुँदै सबै मुसाहरू खानामा मस्त हुन लागे। जब सुँगुरको मासु सकियो तब उनीहरूलाई थाहा भयो कि इनारको भित्ता यति अग्लो र चिप्लो छ, अब बाहिर कसरी निस्कने भनेर। दिन बित्दै गयो। अब भोकले उनीहरूमा हाहाकार मच्चियो। अब जुन मुसाहरू सँगै खानाका लागि पसेका थिए, बाँच्नकै लागि उनीहरू एक अर्काकै शिकार गर्न थाले। आधा महिनापछि इनारमा एउटा मात्र मुसा बाँकी रह्यो। उसका आँखा रगत झैँ राता थिए। किसानले अब त्यो मुसालाई बाहिर निकालेर खेतमा छोडिदिए। सायद तपाईँलाई लाग्न सक्ला कि त्यो किसानलाई दया लाग्यो होला भनेर, तर त्यो बिल्कुल होइन। किनकि त्यो मुसा अब खेतको अन्न होइन, आफ्नै वर्गका मुसाहरू मात्र शिकार गर्न थालेको थियो। साथीहरू, यही हो डिभाइड ट्र्याप भनेको। माथि बसेकाहरू आफै लड्दैनन्, तर यस्तो परिस्थिति बनाइदिन्छन् जहाँ तलका मानिसहरू एक आपसमै लडेर समाप्त हुन्छन्, जसले उनीहरूलाई फाइदा मिल्ने गर्छ। त्यसैले त अरूले बनाएको बाटोमा कहिल्यै पनि फस्नु हुँदैन। भिडियो कस्तो लाग्यो? एक लाइक गर्नुहोस्, सेयर गर्नुहोस् अनि कमेन्ट गर्नुहोला। चिउ 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 थिरि उडा उडा ल। किसानमी 977 लाई सब्स्क्राइब गरेर बेल आइकनमा पनि प्रेस गर्नुहोला। यदि टिकटकबाट हेर्दै हुनुहुन्छ भने फलो गर्न नबिर्सनुहोला।